नमस्कार, म भोजकुमारी पाण्डे। आज आदरणीय कविवर भोपी सरोवरले रचना गर्नुभएको सत्ता र शिक्षक शीर्षकको शार्दूल विक्रीडित छन्दमा रहेको कविता वाचन गर्दैछु। कस्तो लाग्छ सुनेर प्रतिक्रिया दिनुहोला। ज्ञानीमा बुझ बुद्ध शिक्षक सदा सेवा सधैँ लेखनी हुन् धर्म कर धर्ममा सरलता निष्पापात्मा धनी तारा जुन र सूर्य हुन् सगरका ब्रह्माण्डका दृष्टि हुन् आकाश अनन्त अन्त नहुने धरती महासृष्टि हुन् चौतारे सुख दुःख शीतल दिने हाँसो खुसी ओठका ज्ञाता वैद्य बनिदिने हृदयका हुन् औषधि चोटका सत्कर्मी जन सर्वश्रेष्ठ जनमा ध्यानी महाध्यानका पानी निर्मल हुन् महाजलधि झैं भण्डार हुन् ज्ञानका त्यो कालो सब अन्धकार जगमा सारा उज्यालो छरी हर्ने दुश्मन यो विकार मनको हुन् विष्णुवर माहरी बाको स्थान रहन्छ हुन्छ गुरुको आमा त आमा यसै के नै मूल्य तिरौँ यदि भने सक्दैन सक्ने कसै सत्ताले गरिदिन्छ भन्नु भ्रम हो उद्धार शिक्षा झै देख्ने खै कसले असंख्य छ यहाँ पीडा सहेको सधैँ भो आश्वासन मात्र हो वचन त्यो भो हुन्न पत्याउन सत्ताबाट सधैँ प्रयास किन हो खोजिन्छ लत्याउन लेख्नै पर्छ कसोली कलमयी सत्ता नउठ्दा तका लड्नै पर्छ लडाई जित्दा हकका मुद्दा नजित्दा तका बोलौँ यो अधिकार निम्ति जति नै सुन्दैन सत्ता छ यो हामी अग्र भएर आज नलडे लेख्दैन कानुन त्यो हामी अग्र भएर आज नलडे लेख्दैन कानुन त्यो। हस्, धन्यवाद।